स्पेनिश सुपर कपमा एल क्लासिको फाइनल बार्सिलोना र रियल मैड्रिडको 262औं भेट कसले मार्ला त बाजी। अघिल्लो वर्षमा झैं सेम ग्राउन्डमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना 5-2 को अन्तरलाई घटाएर 5-0 बनाउन चाहन्छ भने रियल मैड्रिडका कोच जावी एलोन्सो आफ्नो प्रमुख हतियार किलियन एम्बापे पनि ब्याक भएको र सिजनमा लगातार दोस्रो जित सहित रियल मैड्रिडलाई पहिलो ट्रफी जिताउन चाहन्छन्। बार्सिलोनाका हेड कोच हन्सी फ्लिकको प्रेसिङ एप्रोचलाई रियल मैड्रिडले कसरी रोक्छ भन्ने सबैमा प्रश्न छ। मिडफिल्डमा पेड्री र डियोङको जादु अनि विङ्समा लामिन यमाल र राफिनाको गति अनि फुल टिमको प्रेसिङ कुनै सामुद्रिक तुफान भन्दा कम हुने छैन। त्यो तुफानको आकलन त रियल मैड्रिडले गरिसकेको छ। भिनिसियस जुनियरको रिसेन्ट फर्म अनि डिफेन्डर्सहरूको इन्जुरिसले जावी एलोन्सो अन्डर प्रेसरमा छन्, तर पनि रियल मैड्रिडले डिन ह्युसेन, राउल एसेन्सियो जस्ता खेलाडीहरूलाई समेटेर डिफेन्डिङ एप्रोचमा किलियन एम्बापेको काउन्टर एट्याकमा गेम खेल्ने निर्णय गरेको छ। इतिहास हेर्ने हो भने एल क्लासिको सधैँ कम्पिटेटिभ नै छ। दुवै टिम बीच 261औं गेममा रियल मैड्रिडले 106 गेम जितेको छ भने बार्सिलोनाले 104 गेम जितेको छ। दुवै टिमको रिसेन्ट फर्म राम्रो छ। कसले जित्ला त एल क्लासिको कमेन्ट गर्नुहोला। धन्यवाद।